नमस्कार। म चाहिँ अहिले नेपाल सरकारले 30 वर्ष सेवा अवधि पुगेका र 55 वर्षभन्दा माथि उमेर समूहको सरकारी कर्मचारीहरूलाई चाहिँ अब अनिवार्य अवकाश दिएर घर फर्काउने जस्ता विषयमा अहिले सरकारले एउटा प्रस्ताव ल्याएको रहेछ। यो विषयमा चाहिँ आफ्नो धारणा प्रस्तुत गर्न गइरहेको छु। अब मलाई लाग्ने चाहिँ के छ भने अब श्रम ऐन 2074 नेपाल सरकारले श्रम ऐन 2074 मा चाहिँ हरेक कर्मचारीहरूलाई चाहिँ सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने भन्ने विषय छ, सरकारले अघि सारेको छ र नेपाल सरकारले चाहिँ स्थायी रूपमा सेवा प्रदान गर्दै आएका लोकसेवाबाट पास आउट भएका कर्मचारीहरूलाई चाहिँ स्थायी सरकारको रूपमा लिएर उनीहरूलाई चाहिँ 60 वर्ष 58 वर्ष प्रशासनतिरको शिक्षक र स्वास्थ्यकर्मीलाई 60 वर्षको उमेर पुगिसकेपछि अनिवार्य अवकाश गर्दै पेन्सन सुविधा दिँदै आएको थियो। तर अहिले चाहिँ अब सरकारले चाहिँ 30 वर्ष र 55 वर्षभन्दा माथि उमेर पुगेको कर्मचारीहरूलाई चाहिँ अवकाश दिने भन्ने विषयमा चाहिँ अब नेपाल सरकारको अब अहिले नयाँ सरकार भनौँ, अब 2082 फागुन 21 गतेबाट निर्वाचित सरकारले चाहिँ सरकारको स्पिड अनुसार चाहिँ चल्न नसक्ने भन्ने सामाजिक सञ्जालमा पनि आएको छ। सरकारको स्पिड अनुसार चल्न नसक्ने भन्ने चाहिँ कर्मचारीले हुँदैन, किनभने अब लामो समयसम्म 30 वर्षसम्म सेवा प्रदान गरिरहेको कर्मचारीहरू भनेको चाहिँ आफ्नो विषयमा चाहिँ भनेको विज्ञ नै भइसकेको हुन्छ। त्यही भएर पनि पहिलेदेखि नै सरकारले चाहिँ लामो समय अवधिसम्म चाहिँ सेवा प्रदान गर्छन् भनेर चाहिँ कर्मचारीहरूलाई चाहिँ स्थायी बनाउँदै ल्याएको पनि हो जस्तो लाग्छ। र 30 वर्ष काम गरेको कर्मचारी चाहिँ आफ्नो क्षेत्रमा विज्ञता नै हासिल गरेको हुन्छ भन्ने लाग्छ मलाई। तर पनि तथापि पनि अब कुनै कारणवशले अब अहिले समय सापेक्ष चाहिँ अब टेक्नोलोजीको समय छ हैन, अब टेक्नोलोजी र आइटीको समय अनुसार चाहिँ समय सापेक्ष चाहिँ पुरानो कर्मचारीहरू त्योसँग चाहिँ जुधिसकेको हुँदैन। तर पनि आफ्नो क्षेत्रमा लामो समयसम्म सेवा प्रवाह गरिसकेपछि विज्ञता हुन्छ भन्ने नि लाग्छ मलाई। तर पनि अहिले आएको सरकारको स्पिड अनुसार चाहिँ अब कर्मचारीले अलिकति अब टेक्नोलोजीसँग चाहिँ अलिकति कमजोरै हुन्छ भन्ने नि लाग्छ पुरानो कर्मचारीहरू मलाई। र अब सरकारले अब के भन्छ अब अवकाश दिँदाखेरि भनेको चाहिँ अब कुनै अब गोल्डेन ह्यान्डसेक अथवा केही अब अवधि थपेर अथवा 60 वर्ष अथवा 58 वर्ष सेवा अवधि पुग्ने अवधि थपेर के गर्छ भन्ने विषयमा चाहिँ अब जानकारी छैन। तर पनि यो सरकारको प्रस्तावित मात्रै हो, यो चाहिँ अब निर्णय हुन चाहिँ बाँकी छ। त्यसो गरेर चाहिँ नयाँ जनशक्तिहरूलाई चाहिँ फुलफिल गरेर चाहिँ सेवा प्रवाहलाई चाहिँ चुस्त दुरुस्त बनायो भने एकदम राम्रो हुन्छ भन्ने नि लाग्छ। अहिलेको टेक्नोलोजीसँग चाहिँ नयाँ युवा पिँढी नै अलिक आइटी र टेक्नोलोजीसँग चाहिँ नजिक छन् भन्ने कुरा चाहिँ मलाई लाग्छ। हस्, धन्यवाद।